रिपा रिपाले के लगाउने हो रे आज त्यो के भन्छ त्यो कुर्ता हो मरुन कलर उसले मरुन अब यहाँ टिका लगाउनलाई हामी चाहिँ एकदम तयारका साथमा रेडी हुँदैछौँ। अब सबै कुराहरू रेडी भयो, म पनि रेडी भयो। अब चाहिँ टिका लगाउनलाई रेडी। साडी चाहिँ खासै मजाले लाउन आएन, तर पनि मैले मेरो बेस्ट गरेको छु। दाजुबहिनी बसेका छन् टिका लगाउनलाई। ल अब हाम्रो सुरु भयो। टिका लगाउने मान्छे चाहिँ यहाँ हामी कलर म्याचिङ गर्दैछ। अलिकति यता गाडीतिर गर्नुपर्छ। We're going to Sydney? No. Why not? Sydney going? Lagam? निस्क्यो धेरैलाई निस्कन्छ। खोइ त मेरो दक्षिणा तिम्रो नाम छैन नि। यो त मैले रेडी गरेको कायसबाट हुँदैन। ल नामै रहेनछ त। तपाईँले के दिन दक्षिणा त्यस्तो मन पर्दैन अरे पार्टीलाई, पैसै चाहिन्छ। मलाई त दक्षिणै चाहिन्छ। ज्याकेट खोलेर राखेको के साह्रो के भन्छ तिमी? मलाई त दक्षिणा चाहिन्छ क्या, खाली निधारमा लाउँदिन। जम्मा 5 डलर लिनुहोस्। पार्टीले बिहानदेखि त्यही देखाएर रहेछ पकेटमा। देखेको थिएन। ल बस्नु, यहाँ बस्नु तपाईँलाई म ल यो मेरो दक्षिणा आयो। ए आइम रिच। पैसा दिएपछि के यहाँ आउनुहोस् बस्नु भन्छ त के? अब म तपाईँलाई लगाइदिन्छु। तपाईँले मलाई पहिला त्यो बिचको फेरि खाइदिन्छ। तिमीलाई चाइनिज दसैँको शुभकामना तपाईँलाई एकदमै। मैले सिक्को लानेको छु कहाँ तिमीले भिडियो अनि पुरा डम्बु पुग्छ। तपाईँ कहाँ त्यो डम्बु मैले खोके पनि तपाईँ कहाँले हेर्दैन। हेर्दैन। आज त त्यस्तो नगर। ढोग्छु न हौ आज त। त्यही पैसा फिर्ता आउने हो कि क्या? ल ढोग्छु है।
त्यस्तो नगर्नु नि गर्छ के हो कि भिडियो गर्छ अनि चाहिँ के गर्नु लगाउँछ हामी चाहिँ अहिले घरमा टिका लगाएर अब चाहिँ हामी दिदीहरूकोमा जाँदैछौँ टिका लगाउनको लागि अन द वे दिदीहरूको घर। अनि कस्तो भयो त दसैँ रमाइलो हुँदैछ? ठिक छ, मलाई पनि रमाइलो भइरहेको छ। अब मैले दक्षिणा पाएँ नि त, कहाँबाट पाएँ थाहा छ? यहाँ माइट कति दिनुभयो मलाई दक्षिणा? अब मायाले पनि पैसा चाहिँदो रहेछ कस्तो खालके मायाले पनि पुगेको, तर यो खाली निधार चाहिँ अलिकति मनै खिन्न लाग्छ कि टिका लगाउनलाई। पनि माया गर्ने मान्छेलाई त अनि घुर्क्याउने मलाई दक्षिणा जान्छ भने अरूलाई त भन्न सकिन्न नि त, होइन कि कसरी र? सबैलाई त घुर्काउँदैन है, म घरमा उता माइतीमा मम्मीलाई चाहिँ घुर्काउँथेँ। राम्रो होस्, सुख शान्ति होस्, दसैँमा अरू बेला भेट नभए पनि दसैँमा जहिले भाइ दिदी दुदी भए पनि सम्झेर आइदिन्छ होला। यही छ मेरो दिदी आशीर्वाद, भाइलाई राम्रो होस्, सुख शान्ति होस्, जहिले दिन होस्, आफ्ना इष्टमित्र राखे। बस जहिले पनि तपाईँहरू फर्स्ट मेरो छोरीलाई लाएपछि चाहिँ तपाईँहरू नै हो फर्स्ट। नवीन तपाईँ भाइ बिनालाई मात्रै हो, कोही आइदिँदैन। टिका उठेको पनि हामीबाटै जस्तो। हो बहिनी हो। म पेपर लिएर बाबु खालेको छोरीले खासै ढोक्दैन बहिनी तर दक्षिणा आशीर्वाद आशीर्वाद पर्दैन दिदी, दक्षिणा होइन आशीर्वाद हो है। आशीर्वाद होइन स्टेट कलेजको पर्छ नेपालमा पनि छोरीले बाउ आमाको खुट्टा कोही ठाउँ ढोक्छ कोही ठाउँ अघि मलाई जबरजस्ती मागिरहेको दिँदै लाग्दैन होइन तपाईँलाई पो मागेको ठाउँ अनुसारको हुन्छ। ल यहाँनिर हामी यहाँ दिदीले दक्षिणा दिँदै हुनुहुन्छ। बहिनीलाई मेरो दक्षिणा है, यो आशीर्वाद दिएको बहिनीलाई। मेरो ल बाबु मेरो ढोक मेरो आइज ल दिदीको साथ यप्पु धन्यवाद। एकदम भन्ने पनि माया पनि गर्ने जताउने पनि सबै चिज एकै छ। छोराको नाम पनि निकाल्दै थियो जता भए पनि टिका लगाउन बोलाइरहनु नपरोस्, सधैँ आउने सम्झेर। अनि के भन्दै सोचेको कुराहरू सबैतिर होस्, उन्नति प्रगति होस्, प्यार छिटै होस्, अरूभन्दा पनि ठिक छ। कसो भन्नु ल अब आउँदैन है मलाई चाहिँ आशीर्वाद दिनु।
म कमी छैन अब त हुँदैन होला फेरि कमी मलाई चाहिँ आज धेरै पूजा गर्नु बिर्सिसक्यो जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा सिद्धिदा त्रिशा सुधा नमस्ते सर्वै मङ्गले मङ्गले शिवे सर्वदा साधिके शरण्ये त्र्यम्बके देवी नारायणी कतै हाँसी खुसी रहनु सीताको पुगोस् होइन भगवानको प्रसादले सोचेको काम पुरा गर्न सक्ने सामर्थ्य प्रदान गरौँ कपाल चाहिँ अब भरेको दिन हुनुपर्छ हो त्यस्तै हो आज सोचेको दिन काली भद्रकाली कपालिनी दुर्गा माताले रक्षा गरून् भन त भन अरू कोनी के कपालिनी भने कोनी के पानी दिनु पर्यो यसमा चाहिँ त पानी दिएन नि त मेरो भान्जीलाई एकदम राम्रोसित मलाई हो कि आशिष दिने भान्जीलाई दिने त्यही हो कि तिमीलाई आशिष ल सीताको कुरा सबै पुगोस् होइन अब योभन्दा अझै धेरै प्रगति गर्नु राम्रो होस् अनुहार कहिल्यै चाउरी नपरोस् कस्तो चाहिन्छ होइन होइन यो भन्दा बढी जाँगर यति र ठिक्क भइरहेको फेरि पछि अर्कोले ताकी गर्छ फेरि गाह्रो गर्छ फेरि एकदम खुसी राखिराख्नु भएको अब पछि पनि सधैँ यस्तै होस् आफू पनि खुसी खुसी बस्नु कहिले काहीँ यसो यहाँ भाइ भाइजीको घर पनि यसो नबिर्सिनु नसम्झिनु भनेर आउँदैछ म थाहा छ के भिडियो रेकर्ड सृजेर बुके गतिस्थ पाउने मानन्त दुर्योधने सिग्वानी सुदूरी भौती भौतान श्रीकृष्ण नारायणे मङ्गल कालिका भद्रकाली दुर्गा क्षमा शिवरात्रि नमस्तुते हिँड्दा ठेस नलागोस् नुहाउँदा कृष्ण झरोस् धेरै धेरै पढ्नु सबै बाबुआमालाई पाल्ने हुनु मान्ने गुन्ने सबैको मान्ने गुन्ने हुनु मेरो आशिष लागुन् तम्रो भाग्य जागुन् दुःख दारिद्र दूर देश भागुन् हामी धेरै पढ्छे भाग्यमानी हुन्छ के मेरो आशिष लागुन् तम्रो भाग्य जागुन् दुःख दारिद्र दूर देश भागुन् परमेश्वरी नौ दुर्गा भनेका प्रसादले भनिकन विजया दशमी टिका सदावर्ती कालमा पाइयोस् राम्रो रोगदाय शान्ति सर्वदा शान्ति होस् यसरी नै सधैँ के भन्छ हाँसी खुसी भएर मेरालाई नानीलाई आफू पनि सधैँ खुसी हुने अनि के भन्छ बसेको टिका अनि नबिर्सिने
घर किनिदिने अरे कञ्चन दिदी मलाई हो भयो ए ल भइहाल्यो नि त एडिलेटमा अब यता भिनाजुलाई हिजो बेलुका भनेको होइन त म त विश्वास लाग्दैन लगेर मलाई एकदम यस्तै हाँसी खुसी त्यो भनेको 10 वर्ष भइसक्यो त पुरा लास्टै खतरा अडिनी रहेछ त्यो के हालेको छ एकचोटि हेर भन्नु कहाँ पुरै निराले त मैले मलाई पनि आशीर्वाद दिनु न भिनाजु त्यति भनेपछि भयो क्या मङ्गलम भनेपछि सबै मङ्गलम कपाली कपाली होइन कपाली नि के रे कपाली ल ल हस् हस् लु माइरा तिम्रो पनि यहाँनिर नमात्रै गर्नुपर्छ अब के गर्छौ सुत्यो मस्ताला बिहान गर्छ हेर्नु धेरै पढ्नु मम्मी बाबालाई सधैँभरि माया गर्नु हामीले पनि पुलिस छोरी भनेर यसरी नै मान्न पाइयोस् अङ्कल आन्टी हुनुहुन्छ अस्ट्रेलियामा जहाँसुकै भए पनि अङ्कल आन्टीकोमा जान्छु माइरालाई भेट्न आउँछु भनेर भन्नु ठुलो भएपछि पनि अझै धेरै ज्ञान हुनु अझै धेरै राम्रोसँग गर्नु एकदम सुस्वास्थ्यको कामना एकदम सबै कुरो जान्दैछ है नखट हेलो माइरा हेलो खैरी